काठमाडौँको भिडभाड छोडेर हाम्रो यात्रा लाङटाङ हिमालतर्फ सुरु भयौँ। घुमाउरो पाडा खोला झरना र हरियाली जङ्गल पार गर्दै हामी पुग्दै थियौँ लाङटाङ भ्याली तर्फ। बाडोभरि देखिने मानिवाल छक्देन लुङदार झन्डा र हिमाली संस्कृतिले यात्रालाई अझ विशेष बनाइरहेको थियो। लाङटाङ गाउँ पुग्दा स्थानीय तामाङ संस्कृति र शेर्पा संस्कृतिको नजिकबाट भेट भयौँ। भूकम्पपछि फेरि उठेको गाउँ, नयाँ घरहरू अनि स्थानीयहरूको सङ्घर्ष र मेहनतले मन छोयो। बोकिरहेको खोला, चरिरहेको याक र अनि वरिपरि उभिएको सेतामे हिमालहरूले यो ठाउँलाई स्वर्ग जस्तै बनाएको थियो। अन्ततः हाम्रो यात्रा क्यान्जिन गुम्बा पुग्यौँ, शान्त हिमाली गाउँ जहाँबाट हिमाल अझ नजिक देखिन्छ। बिहानै सुरु भयौँ हाम्रो यात्रा उकालो चढ्दै क्यान्जिनरीतर्फ। माथिको देखिने हिमाल, खोला र लाङटाङ ग्लेसियर र उपत्यका राम्रो देखिएको थियो।